साउथ अफ्रिकामा रहेको छ दरबार जस्तो हाम्रो नेपालमा कम त अगाडि केपी ओलीको दाँत फिल्मको सुटिङ गर्दा हुने रहेछ यहाँ लड्कीहरू पनि अब यहाँ अमिताभ बच्चन र पादुकोण टाँसिरहेछ क्या अब नेपाली दाईहरू पनि यहाँ भेट भयो क्या है गाइडको खैरीहरू साथीहरूले बुक गरेर मरिसियसको पैसा चाहिँ यस्तो है 50 रुपियाँ यो त अमरिसपुरी जस्तो छ त हेर्नु भयो म त ओहो भन्ने बित्तिकै अगाडि हेरिरहेको क्या ल नमस्कार जय नेपाल फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा है अनि आज चाहिँ म साउथ अफ्रिकाको मोरिसियस भन्ने ठाउँमा आइपुगेको छु यो चाहिँ मोरिसियस भन्ने ठाउँ हो जुन चाहिँ साउथ अफ्रिकामा रहेको छ अनि आज चाहिँ यो मोरिसियस घुम्नु न कस्तो रहेछ हाम्रो सिप चाहिँ यहाँ छ है अनि यो मोरिसियस चाहिँ हेर्दाखेरि चाहिँ हुन्छ नि चारैतिर डाँडा काँडा र बिचमा चाहिँ समथर जमिन हाम्रो काठमाडौँ जस्तो होइन एउटा भ्याली टाइपको रहेछ देख्न सक्नुहुन्छ यता चारैतिर चाहिँ ठुल्ठुलो डाँडाहरू छन् अनि त्यसपछि बिचमा चाहिँ सहर भनौँ न ठुलो सहर छ अनि यो टर्मिनल भइगयो अब अहिले एकछिन घुमौँ न धेरै लामो भ्लग नबनाऊँ शान्ति न अब होइन अहिले एकछिन अगाडि गएर हेरौँ न त के छ भनेर ल यताको बाटोहरू चाहिँ यस्तो हुन्छ है बाटोहरू सफै छ नेपालभन्दा अनि सिधै जाउँ न यहाँ ट्याक्सीहरू पनि लागिरहेछ तर सिटी धेरै टाढा छैन त्यहीँसम्म छ त्यसपछि आधी टोलीहरू घुमेर फर्किसके आफू भर्खर निस्किरहेको छु हाम्रो पुलिस काका गाडी चलिम न अहिले यो सिन हेरौँ है त यो के को यो नरिवलको जस्तो रुख छ नेपालको हेर्दाखेरि चाहिँ तर यो होइन नरिवलको क्या दामी देखिरहेछ क्या यहाँबाट भ्यू होइन यो भ्यू चाहिँ लु कडा आयो है मोरिसियसको यो भ्यू चाहिँ कडा छ यो ठ्याक्कै अब कस्तो भन्दाखेरि सिंहदरबार जस्तो हाम्रो नेपालमा सिधै गएर चाहिँ होइन त्यस्तै टाइपको यो भ्यू चाहिँ राम्रो छ अरू त त्यति खास नभए पनि यो चाहिँ राम्रो देखेँ सुरुमै अनि त्यसपछि त्यस्तो छ हजुर ए यहाँ भ्लगमा आऊ ओ यहाँ फोटो ल ए सबै साथीहरू फर्किसकेको रहेछ ढिलो भयो पो हुन्छ हावा चाहिँ मजाले चलिरहेछ तातो हावा फालिरहेछ है गर्मी चाहिँ छ ज्याकेट लगाएर आइएको छ गर्मी चाहिँ गर्मी छ के यस्तो देखिन्छ अगाडिको सिन चाहिँ है माथि बादल लागिरहेछ अनि यो चाहिँ हामी अहिले सिटीतिर प्रस्थान गरिरहेछौँ यो चाहिँ अब यहाँदेखि चाहिँ सिटी अब यता अब पोर्टको भइगयो अब अगाडि गएर हेरौँ न के छ फुलबारीहरू पनि यहाँ मजाको रहेछ है फुले सजिएको फुलबारी कडा सजाएर राखेको चट्ट परेर यस्तो अफिस सर्भिस भनेर चाहिँ यस्तो चिटिका बनाएर होइन यता पनि चारैतिर र बिचमा चाहिँ यस्तो यो चाहिँ के रहेछ मोरिसियस है यो ठाउँको नाम चाहिँ मोरिसियस साउथ अफ्रिकामा पर्छ यो साउथ अफ्रिकाको एउटा कन्टिनेन्ट हो है कन्टिनेन्टको एउटा देश हो चाहिँ रेस्टुरेन्ट छ है राम्रो रहेछ ल घुम्नको लागि चाहिँ मजाको ठाउँ भन्दा हुन्छ अघि मैले त्यहाँ पछाडि नेपाली दाजुभाइहरू जस्तो पनि देखेँ नेपालको टी सर्ट लगाएको खासै बोलिनँ
सरसरी हिँडेको भिडियोमा आएन जे होस्। नेपालीहरू पनि छन् कि क्या हो यहाँ भन्ने हो। यहाँ चाहिँ यो के को दाँत हो यो हाम्रो केपी ओलीको दाँत यत्रो ठुलो। अनि त्यसपछि यो दाँतमा चाहिँ यो झन्डा। ओ कता जाउँ? यता अगाडि समुद्रको किनारमा के पुल, सानो पुल रहेछ। हेरिदिउँ न यो पुल सानो पुल के भन्नु यसलाई, 2 टुक्रालाई यो सानो पुलले जोडेको छ। 2 टुक्रा 2 भागलाई चाहिँ यो पुलले जोडेको छ पारिवारी जानका लागि। यस्तो देखिन्छ। काम मजा लागेको छ। अनि मजाको रहेछ ल मोरिसियस। पानी हेरौँ न सफा होइन। तलको पुरै देखिँदो रहेछ भाग, निलो हरियो हरियो टाइपको पत्ताहरू बगिरहेछ। यताबाट यस्तै यो फिल्मको सुटिङ गर्दा हुने रहेछ यहाँ होइन। एउटा घुम्ने पर्यटक ठाउँ रहेछ यो। यहाँको लोकल मान्छेहरू पनि यिनीहरू यो इन्डियन जस्तो हुन्छ, यिनीहरूलाई हिन्दी बोल्न पनि आउँछ। अनि यिनीहरूले नै हिन्दी बोल्न पनि आउँछ क्या यहाँको, किनकि यहाँको अब केही स्टाफहरू हाम्रो उसमा पनि काम गर्छन्, त्यही भएर हिन्दी बोल्छन् क्या उनीहरू। अनि मान्छे पनि इन्डियन जस्तो हुन्छ, यिनीहरू नै हो। सिटी मेन सिटी लगभग यही हो। अब अरू कता घुम्नु र, यतै मेन सिटीहरू देखाउँछु। अब युट्युब पनि सोसल मिडियाहरू पनि सबै ब्यान्ड हानिदिएको नेपालले। अब युट्युबमा हाले पनि भिडियो कसले हेर्ने भन्ने हो क्या। दाजुभाइहरूको भिडियो त त्यहाँनिर नेपाली बोल्दैछन् टोलीहरू। कहाँबाट आइपुगे? साउथ अफ्रिकाको मोरिसियसमा नेपालीहरू। अहिले भेटेर यसो बात मार्नुपर्छ। अहिले जान दिउँ न। ओहो यो त के हो त, खत्रै छ त। परिरहन्छ के हो कि कस्तो खाले नाउँ देखिए। अब मोरिसियसमा अब मैले अघि भने जस्तो इन्डियन हिन्दी पनि बोल्छ, यताउति बोल्छ भने थिएँ। अब यहाँ अब यो घरमा भित्तामा अब यहाँ अमिताभ बच्चन र के भन्छ यसलाई दीपिका पादुकोण टाँसिरहेछ क्या। अब यहाँ अलिक पर छ। यो चाहिँ पिपलको छारी, हाम्रो नेपाल जस्तो पिपलको छारीमा बसेर थकाइ मारिरहेछन्। यो मोरिसियसमा अब ठ्याक्कै यो पिपलको गाछी मुनि अब बसौँ न त भनेर आएको थिएँ। अब हाम्रो नेपाली दाइहरू पनि यहाँ भेट भयो क्या। अनि नेपाली दाइहरू पनि यहाँ अब नेपालीहरू पनि मोरिसियसमा छ भन्ने भयो। हाम्रो नेपाली दाजुहरू चाहिँ पुरा यसरी है पिपलको गाछी मुनि हावा खाँदै शीतल खाँदै बसिराख्नु भएको रहेछ। दाइहरू घर चाहिँ पूर्व होइन है? पूर्व अरे। दाइहरू पनि भर्खर नयाँ आउनुभएको अरे। अनि त्यही त अब साउथ अफ्रिका, अब म त अब युरोप र अमेरिका उतातिर मात्रै भन्ने सोच्थेँ, तर अफ्रिकातिर मोरिसियसमा पनि हाम्रो दाइहरू नेपालीहरू दाइहरू चाहिँ गाइडको पूर्वकै हुनुहुन्छ। 4 जना नि दाइ? हजुर। सिन्धुली तपाईँ चाहिँ अरूहरू साथीहरू उता गएको छैन कि तपाईँहरूको हो कि को हो त्यो? सबै साथीहरू। त्यही त अब भेटो जेस दाइहरूसँग खुसी लाग्यो है। अब अनि यता अब थरीका मान्छेहरू देख्न पाइन्छ। यता हेरो कालो प्रजातिको, यता हेरो सेतो प्रजातिको, यहाँ त जात्रै छ। अनि काला गोराहरू सबै भएको यो ठाउँ। मेरो पछाडि चाहिँ गोराहरू। अनि टक्क यो पिपलको गाछी पनि टक्क यहाँ हिन्दूहरू बेसी भएर पनि होला क्या यता होइन? हिन्दूहरू बेसी छन्, त्यही भएर पिपलको गाछी बर हो कि पिपल हो यो?
के हो? बर हो, बर हो। पिपल चाहिँ पल्लो बर पिपल टक्क हाम्रो नेपालको जस्तो। अनि यो टक्क यहाँ ट्याक्सी चाहिँ अब यो हाम्रो खैरेहरू साथीहरूले बुक गरेर। अनि अब मरिसियस कस्तो रहेछ भने घुम्यो हेऱ्यो होइन, नेपाली दाइहरूसँग भेट भयो। अब यहाँको बारेमा बुझ्न पाइयो, जान्न पाइयो। अब अरूहरू कुरा चाहिँ अब बिस्तारै म बताउँदै गर्छु नि। अब अहिले मरिसियसको पैसा चाहिँ यस्तो है, 50 रुपैयाँ। यो त अमरिसपुरी जस्तो छ त। 50 रुपैयाँ यो चाहिँ। ए मरिसियसको पैसा है 50 रुपैयाँ। कति हुन्छ त 1 रुपैयाँ उताको नेपालको? 2 रुपैयाँ 75-80 जस इन्डिया भन्दा चाहिँ बेसी हल्का भनौँ न, हल्का बेसी। अनि दाइहरू पनि नेपालबाट भर्खर आउनुभएको अरे। अनि जे होस् रमाइलो छ। अब यो घुम्ने, अब यो अहिले हामी बसिरहेको चाहिँ सहर चाहिँ एउटा घुम्ने सिटी मरिसियसको भन्दा भयो, किनकि समुद्र छेउमा राजधानी हो यो। के हो त यसको यो ठाउँको नाम चाहिँ? पोर्टलिस। दाइहरूलाई चाहिँ अब यसो जहाज नजिक, अब नजिकको भ्यू होइन देखाउनलाई लाँदैछौँ। काम गर्ने ठाउँ कस्तो रहेछ भनेर हाम्रो पूर्वले दाइहरूलाई। जहाजमा हेर्नु भयो, म त ओहो भन्ने बित्तिकै अगाडि हेरिरहेको क्या ल। जहाज देखाउनु अगाडिको राम्रो चिज अर्काको नराम्रो हाम्रो। यता हेर्नु कि यो मेन कुरो। मेन जहाज त ठुलो छ। के रे यस्तो जग्गा रिलेट हुने चिज यो भनेको दाइहरू चाहिँ अब नजिक जहाजमा के कस्तो। म त भन्छु कि होइन, बुढो मान्छे भएर पनि के सर के चासो लाग्यो। मैले यता हेरिरहेको छु, यताको मतलब अघि नेपाली साथीहरू यतै भेटिरहेको थिएँ मैले। कताको हो? मेरोदेखि देख्छ भाइ, यो ठ्याक्कै मेरो ड्युटी गर्ने ठाउँदेखि होइन, राति यो जहाज बसेको ठाउँ ठ्याक्कै देख्छ। पुरै बलिरहन्छ परदेखि। अहिले गएर हेऱ्यो भने यो जहाज पनि देखिएला। देखिन्छ मेरो तर भरेदेखि देखिँदैन, जहाज त गइहाल्छ। जहाज जान्छ समुद्रमा देखिन्छ। अर्को आउँछ नि यो भाइको जस्तो। अर्को लागिहाल्छ। 2-3 वटा छ क्या यहाँ ठुलो जहाज लागिहाल्छ नि। अर्काकोलाई भाइको भनेर कहाँ पाइयो? भाइको नम्बर हेरेर थाहा पाउँदैन सब। झन्डा हेरेर लामाको जस्तो झन्डा हेर्नु माथि। त्यो जम्मै देशको झन्डाहरू त्यहाँ छ है, त्यो लामा जस्तो भन्नुभयो नि, हरेक देशको। नेपालको छैन। नेपालमा अलि त्यो ढुङ्गाले ठेकेर खेल्नु मैले ठाउँमा यत्रो जहाज इन्डियालाई पुएर लगाएर पानी लानु पर्यो। जहाजको छेउको भ्यू कस्तो रहेछ भनेर। अहिले क्या नेपालमा नाना थरी सुन्छ। मलाई पनि अलिकति भोटिङ गरेर अलिक माथि पुर्याइदिएको भए यो शब्द चाहिँ मैले पनि बोल्थेँ। अरूले हावा बोल्दा हामी नि हावा बोल्दा के हुन्छ?